हेलो गाइस, 1 सेकेन्ड स्वागत छ आज फेरि यो सानो भिडियोमा। यता हुनुहुन्छ हाम्रो दा। यो थुक्पा थुक्पा कालिम्पोङ दार्जिलिङ स्टाइलको थुक्पा। दार्जिलिङ स्टाइलको थुक्पा हामी चाहिँ होममेड कुकिङ गर्दैछौँ हैन। त्यसको पुरा प्रोसेसिङ दाले देखाइदिनुहुन्छ। सो सामान हेर्नु होला। लु दा के हो भनेर भनिदिनु। लु यहाँ के हो? यो चाहिँ हाम्रो यो हड्डी हालेको छु मैले, पोर्कको हड्डी हालेको छु। अनि यो चाहिँ सुपको लागि हो। यसलाई किनभने यो चाहिँ अलिकति पानी अलिक बढी राख्यो भने चाहिँ मजाले पक्नुपर्छ। यसमा तपाईँको कोरिएन्डर लिफ, ओनियन, गार्लिक, सुँगुरको हड्डी, जिन्जर चाहिँ यहाँ चाहिँ सुप रेडी हुँदैछ। सुप अनि यता चाहिँ फेरि यो के को लागि हो? यो चाहिँ थुक्पाको माथिबाट हाल्नुको लागि, हालेर खानको लागि हो। यो चाहिँ मैले मसिनो बारी गरेर काटेको छु। अब यसलाई चाहिँ यो ओभनमा हल्का बिना तेल हालेर, बिना मसला हालेर साथै टोस्ट गर्दैछु। टोस्ट गरिसकेपछि बादमा चाहिँ हाम्रो एक दुईवटा ससहरू पनि चाहिन्छ। एक दुईवटा सस चाहिन्छ। त्यसको चाहिँ अहिले एकछिनमा प्रोसेसिङ हुँदाखेरि लाइभ देख्न सक्नुहुन्छ। ल अब दाले यो मासु चाहिँ अब यो यसमा हालेर अनि यो रेडी भइहाल्यो है। यो रेडी भइहाल्यो। यसमा अलिकति स्वाद अनुसार सल्ट, टेस्टिङ सल्ट हाल्ने हो। टेस्टिङ सल्ट। उसको बाद यो हाम्रो अर्को आउँछ हाम्रो नमक, सल्ट आउँछ। सल्ट हाल्ने अनि यसलाई त्यो पनि रेडी भयो है। दाले पुरा मिक्स गरिसक्यो। अब यसलाई एकछिन राख्नु पर्यो, छोड्नु पर्यो कि डाइरेक्ट पकाउने यसलाई? यसलाई ल यसको आफ्नो कुकिङको लागि यो बस्यो। अब मिडियम लो फ्लेममा यसलाई पकाउनु पर्छ। ल ढाक्ने हो कि यसलाई? अनि यता सुप उम्लिरहेछ हो। र यसलाई ढाक्यो। यसको काम अहिले अब ल थुक्पाको लागि चाहिँ नुडल्स पुरा मजाले दाले अघि बोइल गरेर राख्नुभएको छ है। यता बोइल गरेर यो फेनको हावाको लागि थोडा अलिकति सुक्यो भने राम्रो हुन्छ भनेर अब नुडल्सहरू यहाँ सुकाइदिनु भएको छ। ए आज चाहिँ छुट्टीको दिन होइन, हल्का दार्जिलिङ स्टाइल होममेड थुक्पा खाने भनेर आज हाम्रो प्लानिङ भएको। अब यो फाइनली हाम्रो रेडी भइसक्यो। स्टार्टिङमा चाहिँ सल्ट र अब अहिले चाहिँ अलमोस्ट कुकिङ भइसक्यो। अनि यसमा चाहिँ मैले हल्का सोया सस हालेको छु। सोया सस हालेर अब यसलाई चाहिँ एकछिन स्टोभमा राखिदिने हो। यसरी नै राखेर यो चाहिँ रेडी भइसक्यो हाम्रो थुक्पा। रेडी भयो। थुक्पा चाहिँ अब यतातिर रेडी गर्नु हुँदैछ है। थुक्पा, सुँगुरको मासु, सुँगुरको सुप, नुडल्स, अनि यो चाहिँ के अरे यो के सोया सस, यो चटनी, अनि यो खुर्सानी र ओनियनको फाइन चप गरेको छ। अनि यो चाहिँ खुर्सानी र भेनिगर हालेर रातो पारेर आएछ। रेडी भयो सबैजना हाम्रो खानुको लागि होइन। यो अब रेडी भयो खानुको लागि। खाना सुरु गरेँ मैले अब। दामी रहेछ।